हेलो साथीहरू, हामी चाहिँ बगानमा जाँदैछौँ म र मम्मी। हाम्रो बगानको बाटो चाहिँ अलिकति अप्ठ्यारो नै छ हैन, यस्तो गइराइ हुँदै जानुपर्छ हैन। अनि हामी चाहिँ आज चाहिँ बगान फाँड्नु गएको है। हामी यस्तो लगातार गएको 2-3 दिन भइसकेको अवस्था। हाम्रो मम्मी पनि एकदम रेडी हुनुहुन्छ काम गर्नु। हामी चाहिँ काम गर्नु थालेपछि रोकिँदैनौँ कहिले पनि फेरि। त्यो जति काम छ हामीले एउटा एम राखेको हुन्छौँ, त्यो सकिएर मात्र रोकिने हैन। त्यस्तो बानीले काम गर्छौँ फेरि हामी, एकदम खतरा। ल गाइस, अब हामी खतरा फाँडेर तपाईहरुलाई सम्पर्क गर्नेछु। हामी चाहिँ एकदम जङ्गलमा पुगिसकेको छौँ। हाम्रो बाटो पनि एकदम घारी हुँदै हामी आफ्नो बगानतर्फ लागिरहेछौँ। हामीले अब बगान पुग्न हाम्रो दुई कदम मात्र छ हैन। अब ठ्याक्कसँगले हामी आइपुगिसक्यौँ। हाम्रो मम्मी एक्साइटेड काम गर्नु। यहाँ हाम्रो फेरि सामान लुकाइराखेको छौँ क्या। यस्तै छ हाम्रो यो बगान हो। हाम्रो बगानमा अलैँची भन्दा धेर घाँस छ। हाम्रो पन्जाहरू भिजेर लथरक। ल गाइस, हामी रेडी भएपछि फेरि भेटौँला। फेरि हामी अब बिसाइसक्यौँ आउने बित्तिकै एक लट। अब हाम्रो यसले हो आजको काम गर्ने। ठिक छ, अब एकछिनमा भेटौँला। गाइस, अब हाम्रो खाना खाने बेला, खाजा खाने बेला आइसकेको अवस्था हैन। आज चाहिँ मैले खतरा काम गरिसकेँ। हाम्रो मम्मीहरू लास्ट ठग्नु भयो।
यताको चाहिँ मैले गरेँ यो डाँडा पछाडिको मम्मीले गर्नुभयो योहरू पनि हामीले यताको नि गर्दै 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 यस्तो आएर यो माथि घुमिसक्यौँ होइन एक राउन्ड अनि हामीले यहाँ खाना खानु एकदमसँगले रेडी